लक्जमबर्गले त कति धेरै पैसा दिन्छ अरे, यही सुन्नुभएको होला होइन। मैले पनि यही सुनेर आएको हो क्या। तर म यहाँ आएर लगभग 6 महिना जस्तो बसेँ होइन। 6 महिना जस्तो बस्दा पनि मलाई चाहिँ कसैले पैसा दिएन क्या। अनि लास्टमा गएर मलाई के थाहा भयो भन्दाखेरि यहाँ पनि पैसाको लागि चाहिँ काम नै गर्नुपर्ने रहेछ क्या। ओके, अब चाहिँ सिरियस कुरा गर्छु। इन्टरनेटमा आएको मध्ये कतिपय कुरा चाहिँ साँचो पनि छ र धेरै जस्तो कुराहरू चाहिँ फेक छ होइन। जस्तै अब यहाँको जब मार्केटकै कुरा गर्नुपर्दाखेरि यति धेरै कम्पिटिसन छ, झन् हामी जस्तो यो थर्ड नेसनल्स कन्ट्रीहरूको लागि जसलाई चाहिँ यहाँको नेसनल ल्याङ्ग्वेजहरू पनि आउँदैन होइन, उनीहरूको लागि चाहिँ एकदमै झन् डबल स्ट्रगल छ क्या। र लक्जमबर्गले यति धेरै पैसा दिन्छ अरे भन्नु कुनै हदसम्म चाहिँ ठिक हो होइन, कम्पेरिटिभली अरू युरोपियन कन्ट्रीहरूको भन्दा चाहिँ अलिकति हाई नै पे गर्छ। तर यहाँको एक्सपेन्सेसहरू पनि त्यही अनुसारको आइछ के। जस्तै रेन्टकै कुरा गर्नुपर्दा पनि हजुरहरूले सानो एउटा रुम लिएर सानो स्टुडियो लिएर बस्नुपर्दा पनि हजुरहरूले मिनिमम 1000 युरो लक्कीली हजुरहरूले पाउनुभयो भने मिनिमम 1000 युरोसम्म पाउनुहुन्छ। र त्यही हो, इन्टरनेटमा देखाए जस्तो बाहिरबाट हेरे जस्तो सजिलो छैन है, यहाँ एकदमै गाह्रो छ। र अर्को मेन कुरा भनेको चाहिँ नेपालबाट यहाँ वर्किङ भिजामा आउन चाहिँ गाह्रो नै छ। तर हजुरहरू चाहिँ हाइली स्किल्ड पर्सनल हुनुहुन्छ भने चाहिँ हजुरहरूले चाहिँ ब्लू कार्ड अप्लाई गर्न सक्नुहुन्छ। यसको बारेमा चाहिँ म अर्को भिडियोमा भन्छु। तर यस्तै बुझ्दै नबुझी त्यत्तिकै एजेन्टलाई पैसा दिनुभन्दा हजुरहरूले चाहिँ यताको सिचुएसन के कस्तो छ, भिजा वर्क भिजा पाउन सकिन्छ कि सकिँदैन, यहाँको जब मार्केट कस्तो छ, त्यो सबै बुझेर मात्र अप्लाई गर्नुहोला। र यो भिडियो चाहिँ मैले कसैलाई डिस्करेज गर्नलाई बनाएको होइन। आफू चाहिँ गयो, हामीलाई चाहिँ नआइज भन्छ, गाह्रो छ भन्छ भनेर नसोच्नु होला। मैले यहाँको सिचुएसन जस्तो छ त्यस्तै नै भन्न खोजेको हजुरलाई। म लगायत अरू पनि थुप्रै नेपालीहरू हुनुहुन्छ, उहाँहरूसँग पनि बुझ्न सक्नुहुन्छ हजुरहरूले। र बुझेर रिसर्च गरेर अनि मात्र अप्लाई गर्नुहोला र ठगीबाट बच्नुहोला। बी केयरफुल।